त्यो खेललाई किक अफ गरेका छन्। पहिले हाफको खेल सुचारू भएको छ। अब लेट्स सी कुन टिमले खेल जित्छ त्यो पनि हेर्न बाँकी नै छ। चितलाङ एफसीले खेल जित्छ या नवजन जागृति युवा क्लब सिमरा। चितलाङ एफसी अघिल्लो खेलको कुरा गर्ने भने एपीएफ एफसीलाई पनि पराजित गरेको थियो भने मछेन्द्र क्लबलाई पराजित गरेको थियो। प्रतियोगिता यो शहीद स्मृति रङ्गशालाबाट तपाईँहरूलाई प्रत्यक्ष प्रसारण गर्दैछौँ। हेरोन थापा छोटे त्यो लेफ्ट फुटेड शट बचाएका छन्। यो चितलाङ एफसी लेख्नु होला। एनजेजेवाइसी नवजन जागृति युवा क्लब सिमराको सपोर्ट हुन्छ भने कमन एनजेजेवाइसी सिमरा लेख्नु होला। हेरोन थापा लिफ्ट थ्रु पास पनि हामीलाई चितवनबाट एरोन थापाको सपोर्टमा अवसर बन्न सक्छ। त्यहाँ एरोन थापा छोटे क्विक रिलिज गर्दै समीर तामाङलाई समीर लेफ्ट फुटेड क्रस केही मात्रामा हेभी रह्यो त्यो थापा मगर र यसपटक भने सुदीप लामाले लिएका थिए। सुदीपको प्रहार वालमा ब्लक भएको छ। सुदीपले लिएका थिए। यति राम्रो हेरेको लेफ्ट फुटेड फ्री किक बचाएका छन् युनिस चौधरीले। गोलकिपर हामीलाई साथ दिए राजु तामाङ हामीलाई साथ दिनुहुन्छ। हेरन थापा लिफ्टेड क्रस गरे लक्सुको लागि लक्सु रिबाउन्डेड शटलाई लिएका थिए। हेर पदम भट्टाराज्य पनि लेफ्ट ह्यान्ड साइडबाट लिफ्टेड क्रस गरे पदमले। हेरन थापा अझै पनि मुभ त्यो राइट फुटेड शट पेनाल्टी एरियाबाट लिएका त थिए। हेरन थापा त्यो लेफ्ट फुटेड फ्री किक यसपटक पनि बचाएका छन् युनिस चौधरीले। Acrobatic shot! There you go! What a finishing! What a goal! Solomon King! Whoa! पदमको क्विक थ्रो सोलोमन त्यो ब्याक पास खेले पदमलाई। पदमको लेफ्ट फुटेड क्रस इनसाइड द बक्समा समीरको हेडर पटक टाइटमेन दर्शकहरूमा छ पके पनि। अब एरोन थापा छोटे समीरलाई छोडेका समीर बिट गरेका छन् गोलकिपरलाई। समीरको क्विक पास र गोल समीर तामाङ गोल गरेका छन्। यो फिनिसिङ दिलाएका छन्। स्पिड रन समीरले एरोनलाई खेलेका छन्। एरोन थापा लेफ्ट फुटेड शट गोल भएको छ। एरोन थापा छोटे यो गोल यो सेलिब्रेसन हेर्नेछौँ हामी। एरोन थापा छोटे यो तेस्रो गोल दिलाएका छन्। वाट अ गोल अझै इन्टरसेप्ट गर्दै थिए। एरोन थापा छोटे यो दोस्रो गोल उनको नाममा हेर्नेछौँ हामी रिप्लेमा। व्यक्तिगत दोस्रो गोल र टिमको लागि यो गोल पहिलो गोल भएको छ एनजेजेवाइसी सिमराबाट। अवसर गोल सोलोमन किङ यो गोल गरेका छन् टिमको लागि। पाँचौँ गोल र व्यक्तिगत दोस्रो गोल उनीबाट पनि। लङ विसलसँगै निर्धारित समय समाप्त भएको छ भने चितलाङ एफसी फाइनल प्रवेश गरेको छ। बधाई दिन चाहन्छौँ। 1 का विरुद्ध 5 गोल गर्दै चितलाङ फाइनल प्रवेश गरेको छ। फाइनल